यो चाहिँ हाइड पार्क कर्नरदेखि लिएर हिल्टन जाने सुरुङ हो। त्यसलाई चाहिँ सुरुङ भन्दा पनि अन्डरपास भन्न सकिन्छ होइन। यहाँ माथिबाट चाहिँ बसहरू रोड अनि एउटा सानो ग्राउन्ड पनि छ र यो चाहिँ सेन्ट्रल लन्डनमै हो। तर यहाँदेखि चाहिँ पार्क जान मिल्छ क्या अरे होइन। यता चाहिँ द मेफेयर भन्छ, मेफेयर कार पार्क भने सिजन टिकट्स एभाइलेबल हुन्छ यहाँदेखि जानु कार पार्कको लागि। यहाँ होमलेसहरू यस्तरी बस्छन्, जहाँ पनि हुन्छन् होमलेस। यो पानी यहाँ ड्रेन भएको छैन राम्रोसँग, प्रब्लम जाँदै छ नि जति विकसित भयो भने। यस्तै साइकल लिएर साइकलबाटै 500 हामी अन्डरपासबाट ट्राभल गर्न सकिन्छ। अनि यो चाहिँ कहिले खुलेको रहेछ भन्दा 97मा भनेपछि एराउन्ड 28 इयर्स ओल्ड सुरुङ हो। यस्तो छ। यहाँदेखि चाहिँ हामी यस्तो बाहिर निस्किसकेपछि देखाउँछु हजुरहरूलाई। यो चाहिँ हिल्टन हो, लन्डनको हिल्टन 22 पार्क लेन हिल्टन भन्छ यसलाई। सायद चाहिँ मेन हिल्टन नै यही हो। अब यहाँ कसरी किन यति बिहानै भनेर हजुरलाई मनमा पुरा निक्लिरहेको होला। त्यो चाहिँ म अहिले फिलहाल यहीँ काम गर्छु, कति समय हो त्यो थाहा छैन फेरि। अहिले चाहिँ यही छु। राम्रो छ, निकै राम्रो छ एरिया। सेन्टर हो, सेन्टर भइसकेपछि राम्रो हुने नै भयो। यो टेलिफोन बुथ लन्डनको ट्यागको यस्तो राम्रो छ। अघि हामी पारी वहाँ पारीबाट यस्तरी क्रस भएर यहाँ आइपुग्यो है त। ल